ह्यापी भ्यालेन्टाइन्स डे ह्यापी भ्यालेन्टाइन डे सबैजनालाई हाम्रो भ्युवर्सहरूलाई पनि ह्यापी भ्यालेन्टाइन्स डे अनि दिस भ्लग इज गोइङ टु बी डन बाई जोत्स सो या हाई गाइज हामी चाहिँ आज त दुईजना बुढाबुढी भएर यसो बाहिर जानु लाग्यो बाहिर भन्नाले सपिङ सेन्टर कति दिन भयो नगएको अनि यसो घुम्न जाऊँ न भनेर अलि चाँडै नै निस्किने प्लान थियो त्यस्तै भयो घाम गइसकेछ त्यही पनि अब बेलुकासम्म बस्ने गरी जाने अनि यतिकै पसलहरू घुम्ने हामी दुइटैलाई विन्डो सपिङ गर्न पनि रमाइलो लाग्छ सो केही छैन अब हेरौँ एकदम टेम्पटेसन हुन्छ त्यो सेल देख्यो भने चाहिँ मलाई यस्तो टेम्पटेसन हुन्छ आफूलाई नचाहिएको कुरा पनि किन्न मन लाग्छ त्यस्तो किन्नै पर्ने त केही पनि छैन तर पनि हेरौँ रमाइलो हामी एकदम प्लान बिना हिँडेको है अनि त्यहीँ गएपछि हामीले अब के गर्छौँ विदाउट सो तपाईँहरूले पनि हेर्नु पाउनुहुन्छ हामीले के गर्छौँ कसरी स्पेन्ड गर्छौँ आजको दिन तपाईँहरूले पनि राम्रोसँग स्पेन्ड गर्नुभयो होला यो भ्लग हेर्दाखेरि त भ्यालेन्टाइन डे सकिसकेको हुनसक्छ तपाईँहरूले राम्रोसँग स्पेन्ड गर्नुभयो होला बट स्टिल ह्याप्पी भ्यालेन्टाइन्स डे टु यु अल अनि यहाँ चाहिँ यसरी पुरै स्नो सफा गर्ने चलन हुन्छ होइन आई डोन्ट नो इफ यु आर सिङ अर नट स्नो परेको बेलामा त दुःख हुन्छ आफ्नो घर भयो भने त पुरै स्नो सफा गर्नुपर्छ अहिलेसम्म रेन्ट गरिरहेको छौँ हामी त्यस्तो दुःख चाहिँ गर्नु परेको छैन लकी हो गर्नु परेको छैन त्यही त अचानक यस्तो जाडो भयो है टोपी लाउनु पर्ने स्थिति आयो जाडो भएर पछाडिको भ्यू हेर्नुहोस् न कस्तो दामी देखाएको छ है यो त हाम्रो डेली हो डेली यस्तो भ्यू हेर्न यता नर्थतिर आउनुपर्छ है है के छ अरू कुरो केही छैन पुरै बुढी पनि टोपी नलागिकन त्यही याक्केको टोपी लाग्यो याक्केको टोपीले भइहाल्छ नि ओके ठिक छ हामी चाहिँ अब बस गरिरहेको हामी चाँडै आएछौँ कि यहाँ चाहिँ जाडोमा यसरी बस कति कुर्नु पर्यो सिसाले बारेको हुन्छ यसरी न्यानो हुन्छ अनि यो चाहिँ युएनएन हस्पिटल यो चाहिँ हस्पिटल हो युनिभर्सिटी हस्पिटल अनि यहाँ युआइटी यहाँको नर्दर्न युनिभर्सिटी चाहिँ यो पछाडिको यो सबै युनिभर्सिटीको बिल्डिङहरू यस्तो छ यहाँको भ्यू चाहिँ बस आयो गाडी आयो ल अनि यहाँ चाहिँ अब हामी कुन स्टप पुग्छौँ प्रत्येक स्टपको पनि यहाँ लेखेको हुन्छौँ त्यहाँ स्क्रिनमा त्यसले गर्दा चाहिँ कुन स्टप आइपुग्यो कुन स्टपमा ओर्लिने सबै कुरा सजिलो हुन्छ है राम्रो देखिने त्यो चाहिँ एयरपोर्ट जाने हो त्यहाँबाट एयरपोर्ट नि खतरा छ खतरा गाइज हामी चाहिँ सुरुमा चाहिँ सेकेन्ड ह्यान्ड सप जाने विचार गऱ्यौँ यहाँ चाहिँ सेकेन्ड ह्यान्ड सपमा चाहिँ स्टुल सेल लगाइरहेको चाहिँ त्यो भनेको चाहिँ अब के आएको छ हेर्नु पाइन्छ क्या अनि यहाँको कस्तो राम्रो हुन्छ यहाँको चाहिँ यो सस्टेनेबिलिटीको लागि चाहिँ सेकेन्ड ह्यान्ड सप यहाँको कल्चर छ होइन अनि त्यो चाहिँ नाइस हुन्छ है पछाडिपट्टि चाहिँ एयरपोर्ट छ सही देखाएको छ बाटो यस्तो छ है सर्टकट बाटो हिँडेको हो त्यो चाहिँ यहाँको सेकेन्ड ह्यान्ड सप ठुलो अनि कस्तो नाइस हुन्छ है यो चाहिँ एकदमै म उता पहिला सेन्ट्रल युरोपतिर बस्दाखेरि चाहिँ त्यति धेरै सेकेन्ड ह्यान्ड सपहरू डुल्थिनँ क्या त्यहाँको त्यस्तो यहाँको जस्तो त्यो लेभलको पनि देख्थिनँ मैले तर यहाँको चाहिँ अर्कै लेभलको देखेँ एकदमै त्यो सस्टेनेबल युजको लागि अनि एकदम दामी सामानहरू पनि हुने क्या सेकेन्ड ह्यान्ड भन्दा ओल्ड नहुने त्यही भएर त्यहाँ चाहिँ मैले देखेको थिइनँ है जर्मनीमा चाहिँ हुनसक्छ एमोसहरू कति ठुलो छ त्यस्तो होइन जर्मनीमा त्यस्तो देखेको थिइनँ क्या मैले म पहिला बसेको ठाउँमा चाहिँ मलाई थाहा नभएको नि हुनसक्छ नि त फ्रान्समा नि ठुलो छ यो कुराहरू तिमीहरूलाई धेरै थाहा हुन्छ आफ्नो ठाउँ केटा मान्छेहरूलाई यस्तो हामी जान्थ्यौँ त के त नेदरल्यान्ड्स वागेनिङ नै थियो फर्निचरहरू सबै डेलिभरी सबै गराउने थियो त्यस्तो त्यो चाहिँ वागेनिङमा चाहिँ सानो टाउनमा त थियो सिटीमा त कति ठुलो हामी आइपुग्यौँ भित्र गएर देखाउँछु ल
कति मान्छे आएको हेर न आमामा कति धेरै पार्किङ छ यार आज आज स्टोर सेल हो भित्र मान्छे कति धेरै छ ओहो टन्नै मान्छे छ यार राइट कति धेरै हेरौँ है त मान्छे छ यार यहाँ चाहिँ यस्तरी फर्निचरहरू पनि हुन्छ अनि यस्तो सामानहरू पनि हुन्छ यता पनि छ टन्नै यस्तो सामान पनि छ यहाँ चाहिँ म छु राजाको ताल यस्तो छ यताको फर्निचरहरू भयो त्यहाँ चाहिँ किचनको युटेन्सिल्सहरू छ अनि यतापट्टि स्किङको सामानहरू पनि छ स्पोर्ट्सको यता पनि फर्निचरहरू छ अनि बुक्सहरू पनि हुन्छ बुक्सहरू छ यता सो यस्तै छ यहाँको चाहिँ रमाइलो लाग्छ यता घुम्न नि कहिले कहिले खास मैले अब टोपी नलाएको पनि हुने हो है भित्र त न्यानै छ मलाई चाहिँ अनि स्किनको किन्नु छ क्या स्किज किन्नु छ आज चाहिँ हेर्छु म अनि नेक्स्ट डे आएर लिएर जान्छु अन्त अब स्किन पनि गर्नु पऱ्यो लास्ट इयरदेखि नै गर्ने भनेको यता ओस बस्दा गरिन्थ्यो अनि यता आएपछि गरिन्छ होइन लास्ट इयरदेखि नै गर्ने भनेको लास्ट इयर किन्न भ्याएन होइन योचोटि चाहिँ किनेर अनि गर्ने हो यहाँ टन्नै स्किजहरू छ कस्तो रमाइलो के भइसक्यो नयाँ किन्न परेन नि त होइन नयाँ चाहिएकै छैन कहिले कहिले गर्ने चिज हामीलाई न हामी पनि प्रोफेसनल हो है हामीलाई त रमाइलोको लागि स्पोर्ट्सको लागि गर्ने हो त्यही भएर यो कन्सेप्ट चाहिँ नाइस हो जोस्नाले त्यो सोफामा राख्ने उहरूको लागि खोल खोजिरहेको छ कभर यहाँ उहरू पनि छ कार्पेटहरू पनि कति धेरै मान्छेहरू यहाँ स्किजहरू आएछ दिनुपर्छ ल टन्नै छ स्किजहरू अरू नेक्स्ट डे आज नलाने नेक्स्ट डे आएर नानी किनभने हामी दुईजनालाई चाहिएको छ हामीसँग सुज अलरेडी छ हामीले उतै देखेको थियो नि त लिएर आएको हामीसँग स्किज थियो भनेर छोडेर आयो साथीलाई यहाँ चाहिँ स्किज र अनि स्टिक चाहिँ किन्नुपर्छ सुज चाहिँ हामीसँग अलरेडी छ अनि यो सेकेन्ड ह्यान्ड सपको कन्सेप्टमा आउने चाहिँ विदेशी मात्र होइन फेरि त्यसरी पनि बुझ्नु हुँदैन है महँगो परेर यहाँ किन्न गएको भन्ने होइन यो सस्टेनेबिलिटीको कल्चर हो यिनीहरूले प्रमोट गरेको नोभेजन्सहरू पनि थुप्रै आउँछन् धेरै युज गर्छन् यिनीहरूले यो चाहिँ हाम्रो पहिल्यैदेखिको कन्सेप्ट हो क्या सस्टेनेबल हुने होइन देखावटी नगर्ने त्यो चाहिँ यिनीहरूमा एकदम इनहेरिट भएको कल्चर हो अनि त्यसलाई चाहिँ अरूले पनि फलो गर्छन् मलाई चाहिँ एकदम मनपर्छ त्यो कल्चर सस्टेनेबिलिटीको कुरा चाहिँ साह्रै दामी लाग्छ यहाँ त किचनको भाँडाहरू पनि छ जोस्नाले फ्लावर्सको लागि घाँस खोज्दैछ जोस्नाले चाहिँ यो फुल राख्ने मोन्स्टेरा राख्ने एउटा भाँडो लियो हामीलाई मोन्स्टेरा राख्नको लागि चाहिएको थियो घरमा यो सही हो ठ्याक्कै अरू त खासै केही लिने कुरो भएन हाम्रो अब बुढी आइयो भने चिज के भन्दा ठिक छ ठिक हो नि राम्रो हो नि किन गर नयाँ किन्न पऱ्यो र माटो हाल्ने कुरा प्लान्ट हाल्ने कुरा ठिक छ नयाँ छ हेर्दा बाल हो ठिक हो यहाँ यति लामो लाइन भइसक्यो मान्छेहरूको अब यो चेकआउट गर्ने टाइम भयो किनभने ठ्याक्कै 5 मिनटमा बन्द हुन्छ यो 4 बजे यति लामो लाइन छ पालो आयो स्नोफल अब हाम्रो बेहाल हुन्छ अब यस्तो बोकेर यस्तै हिँड्यो कि स्नोफल भयो यस्तै हिँड्यो कि जाम न तपाईँ गाडी त के हिँड्दै जाने गाडीमा उस्तै हो हिँड्दै चाँडो पुगिन्छ त्यही त हामी जानी हिँड्दै चाँडो पुगिन्छ त्यही त हुन्छ यस्तो मजाले स्नोफल हिँड नि त हिँड कस्तो लागिरहेछ कस्तो लाग्ने हो यस्तो छाता भयो फुल रोप्ने कुरा मोन्स्टेराको लागि यत्रो दुःख गर्नु परेको छ ए बुढाबुढी हिँड्दा स्नोफल भयो
कस्तो How romantic. भ्यालेन्टाइन्स डेमा How romantic. हाउ रोमान्टिक नर्थमा बसेर स्नोफलमा हाउ रोमान्टिक भ्यालेन्टाइन्स डेमा भन्ने हामी नै हो भइरहेको छ होइन भ्यालेन्टाइन्स डेमा यस्तो स्नोफलमा हिँड्नको लागि त नर्थमा आउनुपर्छ हामी त्यहाँबाट यहाँ अन्जलसम्म बिकलको हालत यहाँसम्म नि 10 मिनट्स वाक गरेको त्यहाँदेखि स्टोरसम्म हालत यस्तो छ बिचरा हेर नि ब्याग बाहिर गरेर उस गर्नु न ब्याग हेर नि ब्याग के त्यही भन्छ बाहिर गरेर गर्नु भने भरि आउनु भएको हुनु पऱ्यो नि त आज त झन् एकदम प्योर भरिया हुने आज त हो ए केटा मान्छे आज जस्तो भरिया अरू दिन हुँदैन आज मेन भरिया बन्ने केटा मान्छे ओके तपाईँहरू कतिजना आफ्नो बुढीको भरिया हुनुभएको हुनु भएन आजको दिनमा कमेन्ट हान्नु है के हो यहाँ चाहिँ भ्यालेन्टाइन्स डेको डेकोर भएको रहेछ भारी पनि मैले बोक्नु रे है क्यामेरा पनि मैले बोक्नु रे उसले चाहिँ अब ऊ चाहिँ किन्ने रे सपिङ गर्ने रे ऊ चाहिँ म चाहिँ यत्तिकै भरिया हुँदै है हिँड्ने रे गाह्रो छ गाइजहरूलाई सपिङ गर्ने भनेर यसो हेर्न छिरेको आफ्नो लागि केही किन्दैन भाइको लागि ज्याकेट किन्ने विवेकले ज्याकेट पाउनु भयो एउटा याक्के यहाँबाट है हामीले हामीलाई केही किन्न अब जोत्सको पालो हो कता जान्छन् भने अघि हेरेको थियौँ केही अघि तिमीले पाएनौ वाल्लीमा ओके यो चाहिँ विवेकको लागि है भाइ यु गट दिस अहिले चाहिँ म एचएनएममा आएको छु यहाँको चाहिँ कति कुराहरूमा प्राइस रिडक्सन भएर आएको रहेछ के छ म देखाउँछु ल यहाँ प्यान्टहरू छ यो चाहिँ प्राइस रिडक्सनमा आएको यहाँ सर्टहरू अनि याक्के ज्याकेटहरू त्यसपछि यतापट्टि ट्राउजर्सहरू पनि डिस्काउन्टमा आएको छ मैले चाहिँ एउटा डिस्काउन्टमा एउटा चिज लिएँ है कस्तोमा आएको रहेछ धेरै नै रिड्युस भएर कि 70% जस्तो डिस्काउन्टमा आएको रहेछ एउटा चिज चाहिँ मैले लिएँ मलाई चाहिँ कति बेला कस्तो हुन्छ भन्दाखेरि यसो सेल लागेको देख्यो भने होइन कुनै चिज यो मलाई युज हुन्छ चाहिरहेको छ नभए पनि अर्जेन्टली नचाहेको भए पनि अब समर आउँदैछ नि त विन्टर सकिन्छ समर आउँछ होइन समरमा युज हुन्छ नि त भन्छ अनि त्यो ट्राभलिङ ट्राउजर एउटा लिएँ सो यहाँ चाहिँ यस्तो छ यता पनि सर्टहरू डिस्काउन्टमा आइरहेको छ प्राइस रिड्युस भएर किनभने अब बिस्तारै समर आउँछ होइन धेरै कुराहरू समरको हुन्छ नि विन्टरको त अब जान्छ त्यही पनि मैले चाहिँ समर टार्गेटेड नै चिज लिएँ है एउटा चाहिँ अलिकति डिस्काउन्ट भेट्टाएँ त्यस्तो चाहिँ सधैँ पाउनु कहिले कहिले मात्र यता चाहिँ लेडिजको सेक्सन छ जोत्स भौतारिरहेछ खै के खोजेको हो जसले खोजे छ अघिदेखि आफूले खोजेको चिज पाएको छैन हामीलाई एकदम भोक लाग्यो अनि हामी चाहिँ यहाँ खासमा 6 बजे सबै बन्द हुने आज यस्तै अघि हिँड्दा टाइम गयो अनि यहाँ आएर टेक अवेमा लिन पर्ने भयो खासमा कस्तो एसियन खान मन लाग्थ्यो सब बन्द भयो अरे इट्स ओके के भएन यो खाने अर्को दिन आउने एसियन खाने है हेर्नु आयो क्या हो पालो भोक लागेर पेट पुरै यस्तो भइसक्यो घर म त दामी मिठो बनाएर खान्छु यार मलाई मिठो बनाएर खुवाउने र आज के बनाएर खुवाउनुहुन्छ हाम्रो पालो आयो विकल लिन जानु भएको छ अब टक्लाहरू लिएर आउनुहुन्छ दुईटा होइन थ्याङ्क यू अब इन्जोय आज जोस्नाको सपिङले सबै छैन अहिलेसम्म है अब त हुँदैन सब बन्द भयो अब हामी ग्रोसरी जाने हो यता ग्रोसरी जाने अनि खानेकुरा किन्ने घर गएर पकाउने अनि त्यही पकाएर भ्यालेन्टाइन डे मनाउने नमस्ते भाउजू नमस्ते भाउजू
हाम्रो तर्फबाट नि भाउजू अनि दाइलाई पनि धेरै धेरै शुभकामना। अब हामी ग्रोसरी गर्न आयौँ। विकल के किन्न छ? है यार बिर्सेँ मैले यार। अब हामी घर जाँदैछौँ। किन्न पनि सानोले किन्ने हो, उसको गिफ्ट आज उसले किन्नै भ्याएन। मैले त किन भनेको उसलाई मनै परेन, भेट्टाएन उसले आफूलाई मनपर्ने चिज। तर त्यो पेन्डिङ है अरूचोटि ल। अब गाडी आउँदैछ, हामी गाडी चढ पनि घर जाने, खाना पकाउने, मिठो मिठो अनि खाने, मुभी हेर्दै। थकै लाग्यो, मलाई पनि थकै लागेको छ यार। यस्तो छ झिलिमिली। गाडी आइहाल्यो। यहाँ चाहिँ हाम्रो आजको मोन्स्टर आएको घर। हामी अब घर आइपुग्न लाग्यौँ। खै यो अहिले कहाँबाट झिक्नुलाई तिमीलाई दिएको हो होइन। त्यसपछि लाएर यताको कस्तो राम्रो भ्यू देखाएको छ है। कस्तो राम्रो देखाएको छ। म जुम गरेर देखाउँछु ल। यो पारीको सहर चाहिँ क्रोक्कन हो। राम्रो देखाएको छ, झिलिमिली छ पुरै। यो त्रोम्सो भन्ने यो सिटी सानो भए पनि पपुलेटेड चाहिँ एकदम पपुलेटेड कि। अनि टुरिस्टहरू यति धेरै टुरिस्टहरू आउने कि यहाँको क्यापासिटी भन्दा डबल। यहाँको यो सिटीले जति टुरिस्ट होल्ड गर्न सक्छ, जुन क्यापासिटी छ नि त्योभन्दा डबल टुरिस्ट आउँछ कि यहाँ। राम्रो छ, रमाइलो छ। इभिनिङमा हिँड्न अब त रमाइलो हुन्छ। समर सुरु हुँदै गर्दा त धेरै रमाइलो हुन्छ। विन्टरमा चाहिँ डार्क भएर दिक्क भइन्थ्यो। आज त अब दिउँसो जियोस् हामी निस्किँदाखेरि त रमाइलो थियो नि त, उज्यालै थियो। सो या फेरि पनि हाम्रो तर्फबाट तपाईँहरूलाई ह्याप्पी भ्यालेन्टाइन्स डे। ह्याप्पी भ्यालेन्टाइन्स डे। आशा छ तपाईँहरूले एकदम आफ्नो प्रेमी प्रेमिकासँग रमाइलो गर्नु होला आजको दिन। हामीले नि समय बितायौँ, सँगसँगै हिँड्यौँ डुल्यौँ। उसले त अब सपिङ गर्छु भन्दै उसलाई मनपर्ने चिजले भेट्टाएन, त्यो पेन्डिङ छ बुढी, पछि गर्नुपर्छ। सो थ्याङ्क यू फर वाचिङ आवर ब्लग। किप सपोर्टिङ अस। लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। गाइज। एन्ड सी यू इन द नेक्स्ट ब्लग।